एभ्रिवन सम्पूर्णलाई नमस्कार। म लक्ष्मण श्रेष्ठको तर्फबाट आज हामी सानो भिडियो बनाउने प्रयास गर्दैछु। भिडियो चाहिँ विशेष के को बारेमा भन्दाखेरि कोपेनहेगन डेनमार्कमा सबैभन्दा पपुलर ठाउँ क्रिस्टेनिया। आज के हो त क्रिस्टेनिया र क्रिस्टेनियालाई मान्छेले कुन नजरले हेर्छन् अहिलेको टाइममा र क्रिस्टेनियामा मान्छे धेरै आउनुको कारण के हो त्यो सबै देखाउने प्रयास गर्नेछु र क्रिस्टेनियामा के छन्, कस्ता कस्ता गतिविधि हुन्छन्, हरेक कुराहरू भन्ने प्रयास गर्नेछु है त। ल मसँगै आज हामी घुमौँ क्रिस्टेनिया। यहाँ चाहिँ हाम्रो विभिन्न हुन्छ नि सेकेन्ड ह्यान्ड मार्केट छ। यो चाहिँ हाम्रो सेकेन्ड ह्यान्ड मार्केटमा चाहिँ सामानहरू बेचबिखन हुन्छ। अनि अर्को भनेको बेभर क्रिस्टेनिया भनेको चाहिँ क्रिस्टेनियाको यहाँ छ नि लुगाहरू, जहाँ चाहिँ क्रिस्टेनिया बनेको लुगाहरू एभ्रिथिङ यहाँनिर बेच्छन् उहाँहरूले होइन। अर्को हाम्रो यहाँ साइडमा छ नि जुन चाहिँ यो चाहिँ हाम्रो क्रिस्टेनियाको ग्यारेज, हाम्रो यो छ नि पुरानो ट्रकहरू एभ्रिथिङ राखिरहेको हुन्छ यहाँनिर। म त्यो पनि देखाउने प्रयास गर्नेछु है त। सो अब हामी यो क्रिस्टेनियाको अफिस हो कि यहाँ चाहिँ हाम्रो छ नि जति पनि क्रिस्टेनियामा हुने कुराहरू, जस्ता कस्तो कुराहरू भन्दाखेरि क्रिस्टेनियामा यो कतै बाटो बिग्रेर कतै यहाँ होइन यो पानीको लिकेज होला, कतै केही प्रब्लम पर्ने गाडी छ होइन पुराना। अनि अरूभन्दा यो क्रिस्टेनिया भिन्न हुनुको कारण किन भन्दाखेरि नि यो चाहिँ डेनमार्क एउटा देश भयो, क्रिस्टेनिया भन्ने छुट्टै देश थियो है। त्यो अनुसारले डिफ्रेन्ट भएको हो। राजु दाई, हाम्रो दाईको मैले नरिपोर्टमा पसल पनि देखाइसकेँ होइन। दाई पनि यही बस्नुहुन्छ नजिकै होइन। ल दाई हाम्रो नेपालमा बनेको ह्यान्डमेड सामानहरू यहाँ पनि बिक्री हुन्छ है। जसरी यो नेपालमा स्टलमा बिक्री हुन्छ नि, यहाँ पनि स्टलमा बिक्री हुन्छ। हजुरले देख्न सक्नुहुन्छ नेपालमा बनेको लुगाहरू, कपडाहरू, ज्वेलरीहरू एभ्रिथिङ। म त्यो पनि देखाउने प्रयास गर्छु है त। ल हेर्नुहोस् है त्यहाँ कस्ता कस्ता सामानहरू हुन्छन्। यिनै हो होइन, जहाँ चाहिँ स्टलहरू राखेर मान्छेले विभिन्न सामग्रीहरू, लुगा कपडाहरू, गरगहनाहरू बेच्ने गर्छन्। जस्तो हाम्रो नेपालमा लोकल मार्केट लाए जस्तै यहाँ चाहिँ है यस्तै हुन्छ। सो अरू ठाउँ हेरौँ है त। Hello Nepal, Zion train is waiting for you 24/7. You're welcome. अब चाहिँ म ब्याकग्राउन्डमा देखिसक्नु भयो सनसाइन बेकरी एन्ड क्याफे आइसकेको छु। यहाँ चाहिँ विभिन्न नेपाली खानाहरू ट्राई गर्न सक्नुहुन्छ। हजुरहरू क्रिस्टेनिया आएर घुम्नु भयो भने पनि हजुरहरूले नेपाली फुडको चाहिँ टेस्ट लिन सक्नुहुन्छ है त। जस्तै हाम्रो यहाँनिर के छ भन्दाखेरि सुप मोमो होइन, फ्राइड मोमो, बटर चिकन, क्रिस्पी चिकन एभ्रिथिङ छ। तपाईँहरूले सम्पूर्ण सुपथ मूल्यमा पाउनुहुन्छ। यहाँ आएर तपाईँहरूले फुड पनि ट्राई गर्न सक्नुहुन्छ। सनसाइन बेकरी क्याफे चाहिँ 1973 मा ओपन भएको रहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ एकदमै है स्ट्रिट भन्छ होइन। यहाँ चाहिँ पहिला चाहिँ गाँजा बेच्ने गर्थ्यो, अहिले पनि बेच्ने त गर्छ तर अन्डर द टेबल। अहिले चाहिँ एकदमै पुलिसहरू आउने गर्छ, टाइट छ है। त्यो कारणले गर्दा अहिले चाहिँ छैन पहिला जस्तो माहौल होइन। पहिला चाहिँ एकदमै टेबलमा जसरी लुगा बेचिन्थ्यो नि त्यसरी नै यहाँ गाँजा बेच्ने गरिन्थ्यो कि। त्यो पुरानो भिडियो छ भन्ने पनि म रेकर्ड गरेर हजुरले यहाँ हालिदिन्छु। देख्न सक्नुहुन्छ कस्तो पुरानो टाइपको मार्केट छ नि त। पुरानो मार्केट छ होइन, मान्छेहरू चिल गरिरहेको छ, बियर खाइरहेको छ, वेदर राम्रो छ। पहिला सुरुमा चाहिँ सेकेन्ड वर्ल्ड वारमा चाहिँ हिटलरले चाहिँ यहाँनिर हानेको थियो अरे कि। हिटलर आएर हुन्छ नि बसेको ठाउँ हो अरे कि। त्यही भएर क्रिस्टेनियाको ठाउँ चाहिँ पहिला जस्तै भइरहेको हो क्या त्यो होइन। त्यही भएर ग्रिनरी छ, एभ्रिथिङ राम्रो छ नि। दाइ र म चाहिँ अब हिँड्दैछौँ, तपाईँहरूलाई अरू कुरा पनि देखाउने प्रयास गर्छु होइन। अनि अर्को कुरा भनेको चाहिँ क्रिस्टेनियाको बारेमा एउटा हाम्रो यहाँनिर डेनमार्कको सबभन्दा पपुलर साइकल के क्रिस्टेनिया बाइक भन्ने छ, जुन चाहिँ अगाडि चाहिँ हुन्छ नि सामानहरू राख्नेको लागि बनाइएको थियो होइन। एकदमै पपुलर छ यस्तो साइकल के, जस्तो म देखाउँछु यस्तो साइकल। यो चाहिँ क्रिस्टेनिया साइकल हो, जहाँ यो चाहिँ क्रिस्टेनियामै बन्छ क्या होइन। क्रिस्टेनियामा बनेको भएर यसलाई क्रिस्टेनिया साइकल भन्छ है त। सो यो साइकल होइन, यसको यहाँनिर कम्पनी पनि छ। यो चाहिँ हाम्रो क्रिस्टेनिया साइकलको कम्पनी भयो होइन, कम्पनी भयो। यो के भन्छ साइरनहरू इमर्जेन्सीको लागि चाहिँ यो माथिको साइरनहरू बजाउने यताउति गरिन्छ है। यो चाहिँ हाम्रो ओपन साउना है त। ओपन साउना भनेको चाहिँ के हो भनेदेखि बोइज र गर्ल्सहरू होइन एकै ठाउँमा साउना लिन सकिन्छ है त। यहाँबाट तपाईँहरूले 70 क्रोनर मात्र तिर्नुपर्ने हुन्छ यहाँ होइन। यो चाहिँ हाम्रो कुन टाइममा खोल्छ भनेदेखि बिहानको 10 बजेदेखि बेलुकाको 7 बजेसम्म है त। यहाँनिर क्रिस्टेनियामा यो चाहिँ ओपन साउना हो है।
चाहिँ हाम्रो आर्ट ग्यालरी हो है आर्ट ग्यालरी हो जहाँ चाहिँ होइन एकदमै दामी दामी आर्टहरू छ अहिले चाहिँ क्लोज भइसक्यो होइन ओपन भए तपाईँलाई म भित्र लगेर देखाउँथेँ म चाहिँ गइसकेँ यहाँ पनि होइन यो चाहिँ आर्ट ग्यालरी हो राम्रो राम्रो छ यहाँनिर आर्टहरू जस्तो हुन्छ नि हाते कलाहरू राम्रो राम्रो देख्नुहुन्छ हेर्नु न कस्तो क्रिएटिभिटी छ नि यहाँको मान्छेको क्रिएटिभिटी हेर्नु न क्रिएटिभिटी सानो सानो कुरालाई युटिलाइज गरेर कस्तो राम्रो बनाएको छ हेर्नुहोस् त ए हेर्नु न सानो सानो कुराहरू छ नि त तर कति राम्रो छ क्या यो कुराहरू हेर्न आउने हो मान्छेहरू लोकल कुरा अथेन्टिक कुरा नै हेर्न आउने हो क्या मान्छेहरूलाई केही पनि चाहिँदैन जस्ट पुरानो कुराहरू प्रिजर्भ भएर पुरानो कुरालाई अलिकति मोडर्नाइज बनाएको छ होइन त्यही कुरा नै हेर्न आउने हो क्या यहाँ अरू एक्स्ट्रा कुरा केही पनि हेर्न आउने होइन अन्त यो के होला त पिङ्क कलर कस्तो राम्रो छ हेर्नु त के होला त यो हाम्रो राष्ट्रिय फुल लाली गुराँस कति राम्रो छ हेर्नु त आहा हाई बाबा नमस्ते लाम बसिरहेको भर्खरको चाहिँ जो भट्टी हो हाम्रो जसरी नेपाली दाजुभाइहरू भट्टीमा बसेर टक्क बियर खाँदै रमाइलो गर्नुहुन्छ नि त्यही हो क्या ट्रेनको पछाडि साइडमै हाम्रो खोला छ होइन मान्छेहरू रिल्याक्स गर्न खोलामा आउँछन् रिल्याक्स गर्छन् कस्तो राम्रो ठाउँ छ नि यो दाजुभाइहरू जो पनि डेनमार्कमा बस्नु भएको छ यहाँ आउनु होला रमाइलो गर्न होइन क्रिस्टियनी यहाँ चट्ट घुम्नु होला दाजुभाइसँग नेपाली फुड खाना सनसाइन बेकरी एन्ड क्याफे जानु होला हेर्नु त कति रमाइलो छ नि है त्यहाँ पर चाहिँ एउटाले गोली हान्थ्यो क्या धुवा उडेको ठाउँमा चाहिँ त्यसले पानी सुरु राति पानी यसलाई गोली हान्थ्यो क्या पुलिस नि आयो पुलिस आयो होइन होला अनि हेर न भर्खर आएर आएन आउनु पनि सक्छ यति छिटो हुन्छ नि त फेरि यो चाहिँ क्रिस्टियनिया भएको वुड स्टक हो है यहाँ चाहिँ विभिन्न सामग्रीहरू मार्केटभित्र बेचिने गर्छ अलिकति क्वाइट एक्सपेन्सिभ हुन्छ तर एकदमै क्वालिटी र होइन लोकल प्रोडक्टहरू चाहिँ यहाँ बेचिने गर्छ है त तपाईँले यो चाहिँ हाम्रो नेमल्यान्ड तपाईँहरू यहाँ आएर एकदमै रमाइलो गर्न सक्नुहुन्छ है त अब त सबैभन्दा बेस्ट ठाउँ इन क्रिस्टियनिया जहाँ चाहिँ हरेक विक कन्सर्ट हुने गर्छ अनि हजारौँ मान्छेहरू चाहिँ यही डाँडामा बसेर होइन त्यो तल देख्नु भएको छ नि त्यहाँनिर कन्सर्ट भएको हेर्ने गर्छ है त पुरानो त्यो कन्सर्टको भिडियो छ भने म हालिदिन्छु है त यहाँ पछाडिमा देख्नु भएको छ नि यहाँ चाहिँ हाम्रो कन्सर्ट हुन्छ एभ्री विक सन्डे सो इफ यु गाइज लाइक कन्सर्ट पार्टी यु क्यान कम हियर एन्ड वाच इट सो तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो होला यस्तै भिडियोहरू इन्फर्मेटिभ भिडियोहरू ल्याउने प्रयास गर्नेछु आज के हो क्रिस्टियनिया भन्ने कुरा ल्याएँ हरेक एपिसोडमा नयाँ नयाँ कुराहरू सिकाउने नयाँ कुराहरू बुझाउने प्रयास गर्नेछु तपाईँहरूलाई पक्कै मनपर्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सी यू अन द नेक्स्ट एपिसोड एभ्री वान